एभ्रिवान गुड इभिनिङ। अब चाहिँ म घिउ बनाउनु पर्यो भनेर मिक्सीमा अन्त चाहिँ फर्स्ट टाइम आज बनाउनु आँटेको अनि चाहिँ घिउ पारेको चाहिँ तपाईँहरूलाई देखाउनु पर्यो भने अब चाहिँ मोमो पार्नु आँटेको अनि यो भाँडामा चाहिँ चिसो पानी पनि राखिरहेको छु। त्यो घिउ पार्दाखेरि चाहिँ चिसो पानी पनि हाल्नु भन्छ नि त, चिसोले चाहिँ छिट्टो त्यो तरहरू चाहिँ घिउ भएर जामिन्छ भन्छ होइन। त्यहाँ चाहिँ म मिलाउँदा भयो क्यामेराको अगाडि। अनि यो बोतलमा चाहिँ दिदीले खालि त्यो पकाउँदै पछि तरहरू राख्नुहुन्थ्यो नि त। सधैँ त्यो भेनाले पार्नुहुन्थ्यो, तर भेनाले चाहिँ त्यो मैदानीमा के भन्छ घिउ दानीमा पार्नुहुन्थ्यो। तर आज चाहिँ मैले चाहिँ यो भिडियोमा देखेको थिएँ नि त, यसमा सबैले पारेको। अन्त चाहिँ मैले पनि आज ट्राई गरेको, तर यति साह्रो पऱ्यो, बेसी हालेछु कि के भयो बाहिर निक्लेको। अन्त चाहिँ फेरि अलिक पारा पनि आएन, 1 घन्टा पनि बेसी लाग्यो यत्रो घिउ पार्न एक डब्बा डल्लै। त्यहाँदेखि त्यहाँनिर मैले दुःख सुख पारेँ घिउ, अन्त मजाले नै पर्दो रहेछ यसमा घिउ चाहिँ। जान्ने मान्छेले पारेको भए त निकै हुन्थ्यो होला होइन, तर आज बत्ती गएको गरेर चाहिँ रोक्दै गरेको मैले। अनि यहाँ चाहिँ अघि घिउ पारेर चाहिँ खाली गरेको, बत्ती जानुभन्दा अगाडि चाहिँ अलिक जामिनु आँटेको थियो नि त। त्यहाँदेखि मैले यसमा हल्का आइस क्युब पनि हालेँ चिसोको लागि, बनिनु सकेको थिएन नि त। अनि बल्ल बनिसक्यो। आधी चाहिँ मैले बनाउनु नसकेर एक डब्बा चाहिँ फ्रिजमा हालेँ, अनि यति चाहिँ बन्यो होइन। अब चाहिँ म मजाले हात धोएर चाहिँ यसलाई घिउ निकाल्दैछु। घिउ चाहिँ यसरी हल्लाएर निकाल्यो भने चाहिँ मही चाहिँ चालिन्छ भन्छ नि त, यस्तो चाहिँ अलिअलि याद छ मलाई घरमा घिउ पारेर। अनि चाहिँ मैले चाहिँ घिउ पनि निकालेँ। अब चाहिँ म यो घिउ मजाले आफ्नै घरमा पारेको घिउ त कस्तो मिठो हुन्छ नि त, मजाले यसरी दुःख सुखले घिउ पारेर निकालेँ मोरेर। अन्त अब चाहिँ म यसलाई घिउ खार्छु अनि यो मही चाहिँ छुर्पी बनाउँछु होइन। आधी चाहिँ मैले त्यो दही के भन्छ घिउैसँग राखेँ, यो चाहिँ मैले हल्का चढाइदिएको, आगोमा जलाउनु भन्छ अब गोठहरूतिर त्यस्तो गर्थ्यो। अनि चाहिँ ठुलो भाँडाको चाहिँ मैले डल्लै मही बनाएँ, महीलाई चाहिँ छुर्पी बनाउनु लागि। अनि यहाँ घिउ त्यही भाँडामा मजाले खराएँ अनि मजाको चाहिँ बल्ल पारिसकेँ होइन। अन्त त्यो आधी घिउ चाहिँ निक्लेन, मैले फ्रिजमा हालेर चाहिँ बोतलमा हालेर आधी चाहिँ निक्ल्यो। अनि यहाँ चाहिँ मैले त्यो महीको चाहिँ छुर्पी पार्नु लागि पकाइरहेको छु। अनि यहाँ चाहिँ घिउ पाक्दैछ।